असार महिनाको मासिक राशिफल लिएर म हजुरहरूको माझमा उपस्थित भएको छु। 2083 सालको विशेष असार महिना के कस्तो रहनेछ, मेषदेखि मीन राशिसम्मका जनहरूको लागि के कस्तो हुनेछ, सम्पूर्ण ग्रह गोचरीय प्रभाव विश्लेषण गरेर हामीले राशिफल तयारी गरेका छौँ। आउनुहोस् ढिला नगरिकन राशिफलतर्फ प्रवेश गरौँ। सर्वप्रथम मेष राशिबाट। यो महिना मेष राशिका लागि आत्मविश्वास, नेतृत्व क्षमता र आर्थिक सुधारको समय रहनेछ। मङ्गल महिनाको प्रारम्भमा तपाईँकै आफ्नै राशिमा रहेकाले साहस र निर्णय शक्ति उच्च रहनेछ। 6 गतेपछि आर्थिक पक्ष र पारिवारिक ध्यान बढ्नेछ। करियरमा नयाँ जिम्मेवारी र पदोन्नतिको सम्भावना समेत रहेको छ। व्यापार, राजनीति, त्यसैगरी नेतृत्व क्षमतामा तपाईँलाई सफलता प्राप्त हुनेछ। प्रेम जीवनमा सुधार देखिन्छ, तर आवेगमा नियन्त्रण गर्नु चाहिँ अलिक सचेत रहनुपर्नेछ। आवेगलाई चाहिँ नियन्त्रण गरेर अगाडि बढ्दा राम्रो हुनेछ। शेयर बजार र लगानीमा सावधानी अपनाउनु राम्रो हुनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर तनावबाट बच्नु राम्रो हुनेछ भने उपायमा मङ्गलबार हनुमानजीको पूजन र हनुमान चालिसा पाठ गर्नु राम्रो हुनेछ भने भाग्यबल 89% एकदमै राम्रो देखिएको छ भन्दै अब वृष राशितर्फ प्रवेश गरौँ। यो महिना आर्थिक स्थायित्व, आत्मविश्वास बढ्ने समय रहेको छ भने 6 गतेपछि मङ्गल तपाईँको राशिमा प्रवेश गरेपछि ऊर्जा, साहस बढ्नेछ। करियरमा नयाँ अवसर आउँछ, त्यसैगरी धैर्यको आवश्यकता भने रहनेछ। अर्को कुरा, व्यापार विस्तारको राम्रो समय पनि यसलाई लिन सक्नुहुन्छ। प्रेम जीवनमा सुधार देखिन्छ। विदेश यात्रा वा अध्ययनका अवसरहरू खुल्न सक्छन् भने उपायमा शुक्रबार लक्ष्मी माताको आराधना र पूजन गर्दा एकदमै राम्रो हुन्छ। भाग्यबल विचार गर्दा 88% राम्रो रहनेछ। त्यसै गरी जाउँ मिथुन राशितर्फ। यो महिना तपाईँका लागि अत्यन्त महत्त्वपूर्ण रहनेछ। सूर्य तपाईँको राशिमा रहेकाले व्यक्तित्व, प्रतिष्ठा र आत्मविश्वास अत्यन्त राम्रो हुने समय रहनेछ। करियरमा ठुलो अवसर प्राप्त हुनुका साथै पदोन्नतिको सम्भावना समेत रहेको छ। त्यसै गरी आर्थिक लाभ बढ्नेछ, तर 20 गतेपछि निर्णयमा चाहिँ केही सावधानी अपनाउनु पर्ने देखिन्छ। प्रेम जीवन सक्रिय रहनेछ भने विदेश र अध्ययनका अवसरहरू राम्रा रहनेछन्। उपायमा बुधको पूजन र गणेश भगवानको पूजन गर्नु राम्रो हुनेछ। भाग्यबल विचार गर्दा 89% तपाईँका लागि राम्रो रहनेछ भन्दै कर्कट राशितर्फ प्रवेश गरौँ। यो महिना भाग्य उदयको समय रहेको छ। बृहस्पति तपाईँको राशिमा रहेकाले जीवनमा ठुलो सुधार देखिन्छ। करियर, प्रतिष्ठा र सम्मान बढ्नेछ। प्रेम जीवन राम्रो हुनेछ। आर्थिक स्थायित्व प्राप्ति हुने समय रहेको छ भने विदेशको अवसर र शिक्षा राम्रो रहनेछ। उपायमा सोमबार शिवजीको पूजन गर्नु लाभदायी हुनेछ। भाग्यबल 92% तपाईँका लागि अत्यन्तै राम्रो देखिएको छ भन्दै सिंह राशितर्फ प्रवेश गरौँ। यो महिना मिश्रित प्रभाव रहनेछ। आय बढ्ने भए पनि खर्च पनि वृद्धि हुन सक्छ। त्यसैगरी करियरमा अवसर र दबाव दुवै रहनेछन्। प्रेम जीवनमा उतार चढाव दुईटै हुने सम्भावना देखाएको छ। त्यसैगरी स्वास्थ्यमा चाहिँ अत्यन्तै ध्यान दिनुपर्ने समय रहनेछ। विशेष गरी उपायमा सूर्यनारायणको जाप, पाठ, पूजा गर्नु र सूर्यलाई जल चढाउनु तपाईँका लागि राम्रो हुनेछ। भाग्यबल विचार गर्दा 84% राम्रो रहेको देखाएको छ भन्दै अब जाउँ कन्या राशितर्फ। यो महिना करियर, उन्नति र आर्थिक सुधारको समय रहनेछ। पदोन्नति र साथै सम्मान प्राप्त हुने सम्भावना प्रबल रहनेछ। व्यापार र लगानीबाट लाभ मिल्नेछ। प्रेम जीवन स्थिर हुनेछ भने विदेशका अवसरहरू राम्रा रहनेछन्। उपायमा बुधबार गणेशको पूजन गर्नु तपाईँका लागि राम्रो हुनेछ भने भाग्यबल रहेको छ 88%। अब यसलाई केही राम्रो गराउनका लागि आफ्नो ग्रह गोचरीय प्रभाव अनुसारका ग्रहहरूको शान्ति पनि तपाईँका लागि राम्रो हुने देखिन्छ भन्दै तुला राशितर्फ प्रवेश गरौँ। यो महिना करियर, उन्नति र प्रतिष्ठा बढ्ने समय रहेको छ। बृहस्पति दशम भावमा भएकाले पदोन्नतिको सम्भावना प्रबल बन्नेछ। व्यापारमा राम्रो लाभ मिल्नेछ। प्रेम जीवन सामान्यदेखि राम्रो हुनेछ। उपायमा शुक्रबार लक्ष्मी माताको आराधना र पूजन गर्नु, त्यसै गरी शुक्र भगवानको जाप र पाठ लगाउनु राम्रो हुनेछ। भाग्यबल विचार गर्दा 87% अत्यन्तै राम्रो देखिएको छ भन्दै अब जाउँ वृश्चिक राशितर्फ। यो महिना परिवर्तनपछि भाग्य उदय हुने समय रहेको छ। करियरमा प्रतिस्पर्धा र सफलता मिल्नेछ भने आर्थिक निर्माण र निर्णयसँग सम्बन्धित कुराहरूमा केही सावधानी अपनाउनु पर्नेछ। प्रेम जीवन गहिरो हुनेछ। विदेशका अवसरहरू राम्रो बन्न सक्नेछन्। उपायमा मङ्गलबार हनुमानको पूजन गर्नु तपाईँका लागि अत्यन्तै राम्रो हुनेछ भने मङ्गल ग्रहकै जाप गराउनु राम्रो हुनेछ। भाग्यबल 86% रहनेछ। यसर्थ राम्रै देखिएको छ भन्दै अब धनुराशितर्फ प्रवेश गरौँ। यो महिना सन्तुलन र निर्णयको समय रहनेछ भने साझेदारी र व्यापारमा सुधार हुनेछ। करियरमा मिश्रित सफलता देखिनेछ। आर्थिक विषयमा सावधानीको आवश्यकता रहनेछ भने विशेष गरी बिहीबार विष्णु भगवानको पूजन गर्नु र देवगुरु बृहस्पतिको जाप र पाठ लगाउनु राम्रो हुनेछ। तपाईँका लागि विशेष गरी
भाग्यबल विचार गर्दा 84% राम्रो रहेको देखाएको छ भन्दै अब जाउँ मकर राशितर्फ। यो महिना परिश्रमपछि सफलता मिल्ने समय बनेर आएको छ। करियरमा जिम्मेवारी बढ्नेछ, व्यापारमा सुधार हुनेछ, प्रेम जीवन स्थिर रहनेछ। उपायमा शनिबार शनिको पूजन गर्नु राम्रो हुनेछ भने भाग्यबल 85% अत्यन्तै राम्रो देखाएको छ। र विशेष रूपमा डिटेल रूपमा हेर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो पिएसटिभी नेपाल नामक युट्युब च्यानलमा प्रत्येक राशिको हामीले राशिफल राखिदिएका छौँ। झन्नै 8-9 मिनेटको छ, हजुरले त्यहाँबाट सुन्न पनि सक्नुहुनेछ भन्दै जाउँ कुम्भ राशितर्फ। यो महिना प्रतिस्पर्धामा सफलता र आर्थिक सुधारको समय रहनेछ। नयाँ अवसरहरू र लाभ बढ्नेछ। त्यसैगरी करियरमा प्रगति देखिन्छ। शुभ उपायमा शनिबार शनिको मन्त्र जाप गर्नु र शनि ग्रहकै विशेष जापहरू गुरुहरू मार्फत गराउनु पनि राम्रो हुनेछ। भाग्यबल 86% राम्रो रहेको छ। केही काममा ढिलासुस्तीहरू हुन सक्छ, यसप्रति भने विचार पुर्याएर अगाडि बढ्नु तपाईँका लागि राम्रो रहनेछ भन्दै अब अन्तिम मीन राशितर्फ प्रवेश गरौँ। यो महिना सङ्घर्षपछि स्थायित्व प्राप्त हुने समय रहेको छ। त्यसैगरी करियरमा मेहनतको आवश्यकता रहनेछ, तर परिणाम चाहिँ राम्रो आउने सम्भावना प्रबल बनेको छ। प्रेम र शिक्षाका क्षेत्रमा सुधार हुनेछ। शुभ उपायमा सोमबार विष्णु भगवानको पूजन गर्नु अत्यन्त लाभदायी हुनेछ। त्यसैगरी तपाईँले केतु र राहुको पनि शान्ति गराउँदा अझ उत्तम हुने देखिन्छ भने भाग्यबल विचार गर्दा 84% राम्रो रहनेछ। मेषदेखि मीनसम्मका राशिफलहरू वाचन गरेर हजुरहरूमाझ मैले जानकारी प्रदान गरेको छु। र अझ डिटेल रूपमा हेर्न चाहनुहुन्छ मेरो राशिमा चाहिँ कुन कुन व्यवसायहरू यो महिनाको लागि लाभदायी छ, के गर्दा राम्रो हुन्छ र मेरो व्यवसाय फाप्छ फाप्दैन, यावत कुराहरू चाहिँ सम्पूर्ण जानकारी डिटेल रूपमा प्रत्येक राशिको छुट्टा छुट्टै भिडियो बनाएर हामीले पिएसटिभी नेपाल नामक युट्युब च्यानलमा राखेका छौँ। हाम्रो च्यानलमा गएर हजुरले सब्सक्राइब गरिदिनु होला र सुनिदिनु होला विशेष गरी, अनि त्यसपछि कमेन्ट पनि गरिदिनु होला भन्ने यो विशेष जानकारी हजुरहरूलाई दिँदै आजको यो प्रस्तुति यहाँहरूलाई के कस्तो लागिरहेको छ र यहाँहरूको मासिक जुन राशिफल मैले वाचन गरेको छु, यो राशिफलले जे जस्तो बताए तापनि यहाँको जीवन सोचेभन्दा धेरै प्रगतिशील र उन्नतिशील बनोस् भन्ने शुभाशय व्यक्त गर्दै हजुरहरू माझबाट अब बिदा हुने समय आइसकेको छ। त्योभन्दा अगाडि एउटा छोटो जानकारी हजुरहरूलाई दिउँ। विशेष गरी यहाँहरूको चिना कुण्डली हजुरहरू देखाउन चाहनुहुन्छ अथवा देश विदेशमा हुनुहुन्छ, ग्रह शान्ति पूजा पाठ गराउन चाहनुहुन्छ भने त्यसको लागि पनि अवश्य हाम्रो स्क्रिनमा दिएको नम्बरमा हजुरले सम्पर्क गर्न सक्नुहुनेछ र सम्पर्क गरेर हामी मार्फत त्यो सम्पूर्ण पूजा पाठ र कुण्डली विश्लेषण आदि सबै कुरा गराउन सक्नुहुनेछ। त्यसको लागि सर्टेन एमाउन्ट भन्ने लाग्नेछ, के कस्तो खालको र के कसरी गराउने भन्ने विषयमा त्यो अनुसार हामी सबै कुरा हजुरले भने जस्तै गरी परिपूर्ण गरिदिनेछौँ। यो व्यवस्थापन सर्वेश्वर ज्योतिष तथा वास्तु परामर्श केन्द्र काठमाडौँ पशुपतिनाथ नजिकै रहेको छ, जहाँ पशुपतिको पश्चिम गेट समीपमा रहेको यो केन्द्रबाट त्यो सबै कुराहरू हजुरहरूले भने जस्तै गरी हामी गरिदिने विशेष प्रयास गर्नेछौँ भन्दै आजको यो प्रस्तुति अथवा यो मासिक प्रस्तुतिबाट म कार्यक्रम प्रस्तुता ज्योतिषाचार्य पण्डित पुरुषोत्तम सेडाई यहाँहरूको माझबाट ओझेल पर्छु। हस्त नमस्कार, नारायण। यहाँहरूको महिना शुभ रहोस्।